अब खासमा चाहिँ हाम्रो मार्केटमा चाहिँ जस स्ट्रक्चर भन्दा नि होइन, त्यसमा बाहिर सेल भन्दा नि अगाडि हामीले लर्न गर्नुपर्ने कुरा भनेको मेनली मार्केटहरू कस्तो हुन्छ, कस्तो कस्तो हुन्छ होइन, कुन कुन टाइप्सको छ त्योहरू हुन्छ। जस्तै कि हाम्रो के भन्छ सोलर सिस्टममा हाम्रो अब अर्थबाट बाहिर प्लानेटहरू छन्, त्यस्तै गरी नै यहाँ पनि छ क्या कुराहरू। जस्तै कि एउटा फरेक्स छ, अर्को एउटा इन्डेक्स छ, त्यस्तै गरी अर्को एउटा स्टक छ, कमोडिटिज छ होइन। यो चिजहरू भयो मार्केटको जस्ट नामहरू मात्र। यसलाई दिउँ फरेक्स। त्यस्तै गरी यसलाई दिउँ हाम्रो क्रिप्टो। त्यस्तै गरी यसलाई दिउँ इन्डेक्स। अनि त्यस्तै गरी यसलाई नाम दिउँ के भन्छ त्यसलाई, मेटलहरू अथवा मेटल फ्युचर कमोडिटिज। कमोडिटिज ठिक होला, कमोडिटिज ल। यो भयो हाम्रो मार्केटमा भएको नामहरू, जुन चाहिँ आफूले चुज गर्ने, अब आफू कुनमा ट्रेड गर्ने। अझै एउटा छुट्यो, स्टक। STOCK स्टक। योहरू भयो जुन चाहिँ मार्केटमा छन्। यो कुराहरू मार्केट मतलब कि अब एउटै मात्र होइन, यहाँभित्र टन्नै छन् होइन। जस यो एउटा फाइनेन्सियल मार्केटको एउटा वेब टाइपको त्यो जङ्गल नै हो यो होइन। यो फाइनेन्सियल मार्केटभित्रको जङ्गलमा के छ त, अब त्यो भयो। अब अर्को के हुन्छ भन्दाखेरि यो त भयो मार्केट, अब फाइनेन्सियल मार्केटभित्रको जङ्गलमा यो कुराहरू भयो। अब यस्तै गरी अर्को कुरा जुन चाहिँ अब हुन्छ ट्रेडर। त्यस्तै गरी अर्को अब एउटा इन्भेस्टर। त्यस्तै गरी एउटा ब्याङ्क नै भनौँ। ब्याङ्क। त्यस्तै गरी अर्को एउटा के छ त भन्दाखेरि हेज फन्ड अथवा फन्ड्स भन्नु पनि भयो। अनि हेज फन्ड पछि इन्स्टिट्युसनल फन्डिङहरू।
स्पेलिङ आएन इन्स्टिट्युसनल इन्सिटियुटिआइओएन इन्सिटियु इन्भिटेसन भयो institutional funding इन्स्टिट्युसनल फन्डिङ ल स्पेलिङ नमिले नि केही सेटअप बुझ्नलाई हुन्छ होइन जस यसरी छ अनि अर्को एउटा कुरा छुट्यो जुन चाहिँ हो ब्रोकर अनि एनालिस्ट एनालिस्ट ब्रोकर ब्रोकर पछि अब एउटा अर्को नि के छ भन्दाखेरि अपरेटर भन्ने नि हुन्छ अपरेटर यो चिजहरू हुन्छ त्यहाँभित्र ट्रेडरले के गर्छ ट्रेड गर्छ एनालिस्टले के गर्छ एनालिसिस गरिदिन्छ इन्भेस्टरले इन्भेस्टमेन्ट गर्छ ब्रोकरले आफ्नो प्लेटफर्मबाट ट्रेड गर्नलाई दिन्छ ब्याङ्कले पनि आफ्नो पैसा त्यहाँ इन्भेस्ट गर्छ अपरेटरले पनि त्यहाँभित्र काम गर्छ लाइक फ्ल्याट मुभ देखाइदिने अनि फेरि सेल गरिदिने सबै क्यासेल खाइदिने अनि फेरि माथि गइदिने अब इन्स्टिट्युसनल फन्डिङहरूले नि त्यसमा हाल्छ 1 महिना 6 महिना वर्ष दिनमा उहाँहरूको ट्रेड चल्छ एकचोटि अनि हेज फन्डहरू भयो उनीहरू पनि यो ठुल्ठुलो फन्ड भएकोहरू एउटा ब्याङ्क एउटा यो अनि इन्भेस्टर अनि त्योभन्दा तल कम पैसा भएकोहरू अपरेटर ट्रेडर अनि एनालिस्ट र ब्रोकर र एनालिस्टमा के हुन्छ त भन्दाखेरि एउटा उनीहरूको कम्बिनेसन टाइपको नि हुन्छ कुराहरू म तँलाई यति पैसा दिन्छु त मलाई एनालिस्ट गरिदे भनेर ब्रोकरले अनि जस यसले गएर यसलाई भन्छ यति गरिदे है भनेर अनि त्यो बापतमा यसले आफ्नो कमिसन पाउँछ त्यहाँनिर एनालिस्ट गरिदिएको भरमा किनभने $50,000-60,000 हुन्छ कसैको त त्यो हुन्छ अनि फेरि यसले गएर यसलाई नि भन्छ यो एनालिस्ट अब यहाँबाट एनालिसिस छ यहाँबाट जान सकिन्छ भनेर अनि ल अब इन्भेस्टरको आफ्नो ट्रेडर छ भने उसले आफूलाई भन्न नि मिल्यो नत्र चाहिँ यो जस्ट एउटा सिम्पल एउटा सानो चिज हो यो ट्रेडर भनेको चाहिँ अनि अपरेटरले के गर्छ मान्छेहरूलाई ट्र्याप गराइदिने त्यस्तो गराइदिने गर्छ अनि यो न्युजमा भोल्युमहरू आउँदाखेरि मेन फोकसको हात हुन्छ भन्दाखेरि यी तिनवटाको हात हुन्छ ब्याङ्क हेज फन्ड इन्स्टिट्युसनल फन्डिङहरूको त्यस्तोको हात बढी हुन्छ अनि अपरेटरको पनि त्यो ट्रेडरहरूलाई ट्र्याप गर्नलाई हुन्छ उनीहरूको पनि खासै केही हुँदैन त्यति उनीहरूको क्यापिटल हुन्छ जस अलि ठुलो अमाउन्टमा हुन्छ तर त्यति धेरै चाहिँ हुँदैन कि जति उनीहरूले त्यसलाई माथिको माथि उठाइदिने टाइपको त्यति चाहिँ हुँदैन जस्ट यो भयो एउटा सिम्पल फाइनेन्सियल मार्केटको जङ्गलको कुराहरू त्यसमा अब हामी
कुन बिरादरीमा पऱ्यौँ भन्दाखेरि हामी यो दुइटामा पर्न जान्छौँ। सुरुमा एनालिस्ट अनि त्यसपछि ट्रेडर। र हामीले के गर्छौँ त भन्दाखेरि मार्केटमा गएर मानौँ एउटा कुनै मुभ चाहिँ निस्किनु लागेको छ अरे, यहाँ गयो, त्यसपछि यसले अब तल लिएर आयो। अब यहाँनिर केही मुभ निस्किनु लाग्यो भने हामीले एनालिसिस गरे अनुसारले हामीले यसलाई सेल अथवा फेरि यहाँबाट बाई त्यसरी हामीले प्लान गर्छौँ एनालिसिस गरेर। अनि ट्रेडरहरूको मा चाहिँ के छ कुरामा भन्दाखेरि चाहिँ ट्रेडिङबाट हामी मिलियनेयर हुन सकिन्छ। मिलियनेयर तर बिलियनेयर चाहिँ हुन सकिँदैन। किन भन्दाखेरि बिलियनेयरमा धेरै पैसा हुन्छ, जतिकि मिलियनमा अलिक कम नै हुन्छ। त्यही भएर अब कस्तो चाहिँ अब बिलियनेयर बन्छ भन्दाखेरि चाहिँ यो ब्याङ्कको कुरा नगरिदिउँ, ब्रोकरको कुरा नगरिदिउँ, अनि यो यति 3टा अथवा 4टा कुरा व्यक्तिहरू चाहिँ पर्छ बिलियनेयरमा, किनकि उनीहरूको अमाउन्ट नै धेरै हुन्छ। त्यही भएर जस अनि अर्को कुरा के छ भन्दाखेरि चाहिँ जस अब हामीले त यति त बुझ्यौँ होइन। ब्रोकरको पढौँ, ब्रोकरको पनि बाँकी छ हल्का एक्सप्लेन गर्नलाई। अब हामी ट्रेडर हामीले घुमेर पैसा के गर्छौँ त ब्रोकरलाई डिपोजिट गराउँछौँ, अनि त्यो पैसा कसको भयो त ब्रोकरको। अनि हामीले त्यहाँनिर के गर्छौँ ट्रेड मात्र गर्छौँ अकाउन्टमा। चाहिँ ब्रोकरले हामीलाई के दिन्छ त एउटा अकाउन्ट दिन्छ। मानौँ मेरो त्यसमा डिपोजिट अथवा 1000 नै कुरा गरेर 1000 के गरौँ 1000 छ। 1000 को मैले कति % रिस्क लिन सक्छु त भन्दाखेरि 10%ले कति हुन्छ त 1000 को लगभग त्यस्तै कति 100। तर त्यो 10%लाई नै हामीले हाफ गरेर 50 पर डे अथवा पर ट्रेड हामीले 50 सम्मको रिस्क लगेर ट्रेड गर्दाखेरि अब हामीले रिटर्नमा त्यसको कति % बनाउन सकेला त भन्दाखेरि 50 छ, 50 × 3 गर्दाखेरि मेरो कति हुने भयो त 150 हुने भयो 1:2 को हिसाबले नि 150। एउटा ट्रेडमा मैले 50 रिस्क गरेर 150 बनाउन सक्छु भने अब त्यो ट्रेडमा पनि के हुन्छ त कमिसन, ब्रोकरेजको कमिसन त्यस्तोहरू हुन्छ। 1000बाट मैले 50 को ट्रेड गरेँ, 50बाट मेरो प्रफिट 150। त्यो मैले कतिको लट लिएको थिएँ त्यो अनुसारले मेरो यहाँनिर हुन्छ कमिसन। यो मेरो रिस्क $50 मैले गेन गरेँ 150। अनि मेरो कमिसनमा काट्यो कति त्यस्तै सायद त्यस्तै $5 सम्म पर्छ होला $5।
मसँग बच्यो 45 अनि इफ मैले यो पैसा विथड्र गरेर निकाले ब्याङ्कमा बिएनके ब्याङ्कमा अब त्यो पैसा कसको भयो त मेरो प्रफिट त्यो ब्याङ्कको भयो ब्याङ्कबाट मैले जब क्यास निकाल्छु अनि त्यो चाहिँ के भयो त मेरो आफ्नो खुदको भयो तर ब्याङ्कहरू त्यस्तो उयो फ्रड त हुँदैनन् होइन तर नि यहाँनिर मैले आफ्नो निकालेपछि मेरो जतिको तति नै यहाँ बस्ने भयो जुन चाहिँ मेरो नि होइन ब्रोकरको अनि त्यस्तै गरी मैले ब्रोकरमै जम्मा गरेर राख्यो भने ब्रोकरले नदिन पनि सक्छ पछि गएर मलाई पैसा तर मैले त्यसलाई विथड्र गरिदिइहालेँ भने के हुन्छ त त्यो त मेरो गोजीमा आउँछ नि त चाहे त्यो 50 होस् चाहे त्यो 150 होस् जति होस् त्यो मैले विथड्र गरेपछि त्यो मेरोमा आयो र मेरो डिपोजिट चाहिँ ब्रोकर के उसले चाहिँ यसको बाबतमा चाहिँ ट्रेड दौडा आफ्नो भनेर दिन्छ अनि यो अब खान्छ नै भन्नु त मिल्दैन होइन दिन्छ दिन त तर ब्रोकरमा डिपोजिट गरेपछि त्यो हाम्रो होइन जबसम्म हामीसँग त्यो गोजीमा क्यास थियो ल $1000 गोजीमा थियो मसँग अथवा ब्याङ्कमा थियो त्यो भनेको मेरो आफ्नै भयो जब मैले ब्याङ्कबाट ब्रोकरमा डिपोजिट गरेँ भने त्यो पैसा ब्रोकरको भयो मेरो भएन अनि त्यस्तो हुन्छ केसहरू जस कसैको खाइदिने कसैको उयो गरिदिने के गरिदिने विथड्रमा प्रब्लम देखाइदिने त्यस्तो गरिदिने कुराहरू हुन्छ र अनि अब अर्को यो रियल मनीमा भने अब म अर्को एउटा एक्सप्लेन गर्छु जुन चाहिँ हो फन्डिङ अकाउन्टहरू जुन चाहिँ फन्डिङ पिप्स त्यस्तोहरू हुन्छ पप फ्रम परफर्म्स अनि परफर्म्सले के गर्छ भन्दाखेरि हामीलाई अकाउन्ट दिन्छ हामीले त्यसलाई चाहिँ पैसा दिनुपर्ने हुन्छ जुन चाहिँ हिसाब गरौँ कतिको भन्दाखेरि 5K सिम्पल 5K नै उयो गर्नु पर्ला 5K ल 5K को पर्न गयो $50 अथवा $30 5K को अकाउन्टलाई अनि उसले दिन्छ हामीलाई अकाउन्ट $5K को अकाउन्ट अनि हामीले यसमा हाम्रो के छ त अब तीनटा कुरा फर्स्ट फेज 1 सेकेन्ड दोस्रो हुन्छ हाम्रो फेज 2 र थर्ड हुन्छ हाम्रो मास्टर अकाउन्ट मास्टर ल यो भयो सिम्पल अनि मास्टर अकाउन्ट पछि चाहिँ के हुन्छ त भन्दाखेरि पे आउट
पे आउट। अनि जस यसभित्रको रुल्सको कुरा चाहिँ अब के छ भन्दाखेरि चाहिँ अब फेज 1 मा मैले टार्गेट हुन्छ मेरो 400 अनि फेज 2 मा हुन्छ मेरो टार्गेट 250। अनि त्यसपछि मेरो मास्टरमा मैले मानौँ 400 नै बनाएँ। अब मैले पे आउटमा कति पाउँछु त भन्दाखेरि 80% अथवा 90% यो गरे हुन्छ। मैले अब यसमा 350 पाउँछु होला ल। 350 चाहिँ मेरो के हुन्छ त रिवार्ड। 350 रिवार्ड हुन्छ। यो फर्स्टमा टार्गेट, यो सेकेन्डमा टार्गेट, अनि यो थर्डमा फेरि बनाऊ। त्यसपछि पे आउट त्यसमा नि काटेर दिन्छन् उनीहरूले आफ्नो कमिसन पनि राखेर। अनि रुलहरूमा के हुन्छ भन्दाखेरि मैले डेलीमा अब यहाँनिरको अनुसारले अब मैले डेलीमा 150 को सायद 150 डलर जस्तै मैले लस गर्न सक्छु। अनि मेरो टोटल लस हुन्छ ट्रेडिङ जुन चाहिँ 500। अनि यसमा पनि सेम त्यही हो होइन, त्यही भएर लेख्दिनँ। यसमा सेम त्यही नै हो, त्यही भएर लेख्दिनँ। जस यस्तो हुन्छ। अब यो भएको स्टेपमा अब अर्को भनेको इन्स्टेन्ट हुन्छ। प्रोफाइल पनि धेरै टाइप्स छ होइन, त्यो चाहिँ कुरा नगरौँ। अब एउटा इन्स्टेन्ट अकाउन्टको कुरा गरौँ। जुन चाहिँ अब इन्स्टेन्ट अकाउन्ट मलाई गर्न सक्छ मानौँ 80 डलरै पऱ्यो अरे। अनि 5K कै लिँदाखेरि अनि त्यसमा मैले कन्सिस्टेन्सी रुल हुन्छ। त्यसमा जुन त्यो रुल 15% को हुन्छ। को कन्सिस्टेन्सी रुल हुन्छ। अनि त्यो अनुसारले मैले डेलीको प्रफिट कति बनाउनु पर्ने हुन्छ भन्दाखेरि 5K अनुसारले समथिङ 50 अथवा 50 आसपास, त्योभन्दा उता जानु हुँदैन, फेरि अकाउन्ट ब्रिज हुन्छ। अनि त्यो गर्दा मैले 50 × 5 गर्दाखेरि मैले कति हुन्छ त त्यो 250 हुन्छ। 250। यदि मैले 2 विक्सलाई ट्रेड गरेँ भने मेरो टोटल अमाउन्ट 500 हुन्छ। 500 मा 80% नै दियो भने मलाई 400 जस्तै रिवार्ड आउँछ। द्याट्स अ गुड अमाउन्ट है। यसो सुरुमा गर्दाखेरि चाहिँ जस्तो यदि पे आउट दिइहाल्यो भने चाहिँ इट्स अ गुड अमाउन्ट। प्रोफार्म्सको नामहरू त त्यही हो, अब जस्तै सटन्नै छ होइन, उनीहरू क्यापिटल प्रोभाइड गर्ने नाममा अब आफ्नो उनीहरूको पनि बिजनेस नै हो त्यो क्यापिटल प्रोभाइड गर्ने। यो भयो ट्रेडिङको एउटा सिस्टम फाड़ देंगे। इंडेक्स, फॉरेक्स, क्रिप्टो, कमोडिटीज, स्टॉक, दैट्स इट। बस यति नै हो मेन कुरा चाहिँ, यति नै हो होइन। फर्स्टको फेसमा हामीले लर्न गर्नुपर्ने। सो थ्याङ्क यू। अब बाँकी फेरि एक्सप्लेन गरौँला।